ल साथीहरू हामीले क्यामेरा जोड्दैछ देख्न सक्नुहुन्छ डबल लेन्स क्यामेरा हैन मेरो एउटा साथीको घरमा है अहिले भिडियो चाहिँ हालेर फुल भिडियो अहिले हालेर भ्यासी आउँछ ल माया गरिदिनु होला हाम्रो भिडियोलाई लाइक शेयर फलो सब्स्क्राइब सब गरिदिनु होला ल यस्तै जानकारी मेरो भिडियोको लागि हाम्रो भिडियोको प्रतीक्षा गर्नु होला हेर्नु होला लाइक गर्नु होला ल साथी यो चाहिँ फर्स्ट क्यामेरा देख्न सक्नुहुन्छ हामीले फर्स्ट क्यामेरा चाहिँ इन्स्टल गरिसकेको छ हैन ल अर्को क्यामेरा नि इन्स्टल गरेपछि फेरि देखाउने छ है हजुरहरूलाई ल अन्त ल फर्स्ट क्यामेरा चाहिँ यो छ ल हेर्नु होला साथीहरू फाइनली दोस्रो क्यामेरा नि एकदम एङ्गलमा फिट भएको छ हेर्नु होला तेस्रो क्यामेरा फिट गरिसकेपछि तीनटै क्यामेराको भिजुअल मैले देखाउने छु हजुरहरूलाई कसरी जोडे भनेर है साथीहरू यो चाहिँ तेस्रो क्यामेरा हो हैन देख्न सक्नुहुन्छ यो चाहिँ तेस्रो क्यामेरा हो हामीले तेस्रो क्यामेरा फिट गरेर भइसकेको हैन हाम्रो तीनटै क्यामेराको भ्यू मोबाइलमा सेटअप भइसकेको छ हैन एकछिनमा तपाईलाई म देखाउँछु हाम्रो हार्दिक भाइ पनि हुनुहुन्छ हेलो भनिदिनु हार्दिक भाइ हेलो हेलो ल यो फुल भिडियो चाहिँ तपाईले मेरो फेसबुकमा युट्युबमा हेर्नु होला है ल मोटरसाइकल गयो यो भर्याङको हेर्नु तलमाथिको भर्याङको त्यो पछाडिको हेर्नु त्यहाँ हार्दिक भाइ गएर उभिएर हिँडिरहेका छन् पछाडिको हार्दिक भाइ छन् हैन त्यो भइहाल्यो ल देख्नुभयो चारवटै तीनटा क्यामेरा हो तीनटा क्यामेरामा एउटा क्यामेराको डबल क्यामेरा हो डबल लेन्स क्यामेरा हो अरू दुईटाको चाहिँ सिंगल भएको हुनाले यसरी हामी पनि देख्नुभयो यो स्कुटी देखेको चाहिँ साथीहरू देख्न सक्नुहुन्छ हामीले चाहिँ आजबाट नयाँ काम पनि सुरु गरेका छौँ सीसी क्यामेरा फिट गर्ने हजुरहरूको घरमा सीसी क्यामेरा जोड्न पर्यो भने सम्झन सक्नुहुन्छ यसरी हामीले सीसी क्यामेरा जोडेका छौँ र हाम्रो यसरी हाम्रो कामको भिडियो आउँदाखेरि हजुरहरूले लाइक शेयर फलो गरिदिनु होला र यस्तै जानकारीमूलक भिडियो जसले हेर्न चाहनुहुन्छ उहाँको सामु पुर्याइदिनको लागि भए पनि कमेन्ट गरिदिनु होला यस्तै भिडियो पाएर उहाँहरूले पनि नयाँ इन्फर्मेसन पाउनुहुन्छ र कसरी के गर्ने भन्ने कुरा उहाँहरूलाई केही आइडिया आउन सक्छ त्यही भएर हजुरहरूले हाम्रो भिडियोलाई लाइक शेयर फलो गरेर हवस् त धन्यवाद।